आफ्नै पनि पारामा म पनि आफ्नै पारामा के आयो त मरिजाउँ अरू होइन भाउजू मेरो जान्ने मान्छेले मेरो हालत मस्केर लगाएको छु मैले पहिल्यै सैले के गरिदिन् के गाईमा मुख धुराएको गइदेऊ न भाउजू गराइदेऊ फेरि त्यसो भए मारिदिन्छु मैले अनि अघि मुखी मस्का किन लाओ त काम नपाएको जस्तो होइन कि यसको यो तान्ने यो यसले अर्कोले तान्ने यो कस्तो रिसाइ गरेको हुने अरे बहिनाले जस्तो नगर न कानमा अलिक फर्छ नि कस्तो भिडियोमा लाग्छ होइन गाइस यहाँ अलिक कानमा फर्छ त्यही भएर अलिक छोएन है कानतिर छुन्छन् जाने ल भयो यतिकै जाऊ तिमी मेकअप गाइस हामी चाहिँ पार्लर मेकअप यस्तो भयो नि अन्त पार्लरमा जानेसम्म त हामी त पागल केटी भएछ पसिना आएको त तिमी पो पसिना आउने चाहिँ नि त्यसरी आइदियो नि त आएपछि त्यसरी आएन बस्नु फोन गरेर बोलाएको छ हामीले फोन गरेर बोलाएको बाबै अहिले आउनु भएन ए किन जान्छ पार्लर नखोल्ने हजुरले किन पार्लर खोल्नु गाइस रेडी भइरहेको छ नि हाम्रो अप्सराहरू के स्वयम्भूको अप्सरा आयो फेरि हाम्रो सनी लियो नि रेडी तिमीको थाहा उर्वशी रोटेला छोरो उर्वशी रोटेलाको छोरो भएको यस्तो राम्रो खाइदिएको छ उड्नुहोस् त के राम्रो साडी राम्रो कि मान्छे राम्रो लाउने बिचट्टै राम्रो देख्यो अचम्मै राम्रो देख्यो पछाडि फर्किनुहोस् त बुलाज देख्यो भने गाइस आई एम कता देखेँ म पनि ओ माई गड रेडी भएन हामी भाउजू बनाउने खै त हो त भाउजू यता हुँदै यस्तो पल्ट्यो त वरिपरि घुम त कति राम्रो देख्यो कपडा राम्रो हो कि मान्छे राम्रो बरै लै यस्तो हेर्नु भाउजू त्यस्तो राम्रो देखिछु के किसी देऊ गाइस पारा साडी फुत्किएको अवस्था पारा साडी पनि टावेल खसेको अवस्था साडी यस्तो अवस्था तिमी भ्लग हाल्छौ र अहिले हाल्ने हो नि के होला भन त तिम्रो भ्लग यशोदा छेत्री भ्लग छ के एसएससी टिआरए छेत्री छ के गाइस सब्स्क्राइब गरिदिनु है राम्रो नलाइ पनि गर्नु के राम्रो लाइ मात्रै गर्छन् ल ए हजुरले के रे कलेजमा लिपस्टिक हाल्नु थियो खै ल्याउनु त गाइस फाइनल लुक कत्र आएर के दिदीको फाइनल लुक को पछाडि पालिन्छ पछाडि फर्किन्छ कर्ली रे कर्ली ओ माई गड कर्ली आउनु आन्टी साडी बनाउनु ड्याउनु यो के हल्का माथि सारेर आएर नन्दिनु एकैछिन
अन्यहरूको माथि गराइदिने रे के पुस्के लाग्यो डर लाग्छ कि त्यसले पुस्के सिकाएको ए यो त म्याच गर्छ त नि कस्तो राम्रो देखिन्छ यो त लगाउ लिपस्टिक तिमीले दिन आन ओ माई गड म त कस्तो घर अनलाको अवस्था यस्तो छ गाडी गइसक्यो भन्छन् क्या अरे खै के हो यस्तो घर पुगेर मरिस हाल आज घर छिटो के मेरो मोबाइलको डर लाग्यो मलाई मेरो साथी ब्लगर हो नि त ब्लगर हो नि त हामी ब्लगर खाना बसेको तर खाना छैन